खोलामा गएर प्लेट धोएर आउने। ओहो माथि हेर त बेबी के हेर्ने माथि। नमस्ते साथीहरू, आज फेरि हामी घुम्न जाँदैछौँ। जस्तो कि हजुरहरूलाई थाहा नै छ होला, म अहिले अस्ट्रेलियामा छु र प्रत्येक विकेन्डमा चाहिँ हामी घुम्न नै गइराखेका हुन्छौँ। सो त्यो भिडियोहरू चाहिँ हजुरहरूलाई मैले दिइराखेको छु। यदि हेर्नु भएको छैन भने हेर्नु होला र मेरो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब पनि गरिदिनु होला। र आज चाहिँ हामी ड्राई पिकनिक जस्तै जाँदैछौँ। घरबाट हामी खानेकुरा लिएर जाँदैछौँ र त्यहाँ बसेर खाने हो। एकदमै राम्रो भ्यू छ अरे। हामी आइसक्यौँ। यही ठाउँ हो जहाँ हामी घुम्न आएको। अनि यहाँ हाम्रो पिकनिक जस्तै खाने हो, ड्राई पिकनिक तिनजनाले। अनि हामी तन्न बिछाइसकेका छौँ। छैन पहिला काम गर। अनि यहाँ हामी बसेर खाने, त्यसपछि यो भ्यू हेर्नुहोस् कस्तो राम्रो भ्यू छ। दामी छ, दामी। ब्लुटुथ त्यहाँबाट समुद्र काटेर यहाँ आएर चाहिँ ताल जस्तै बनेको रहेछ। खै त नि बजेन। So, अब यहाँ पिकनिक। चप्पल हो क्या। मोजा खोल्दिनु, मोजा पुरो हुन्छ। ल अंगुर जुस छ हामीसँग, जुस छ। यहाँ छ अंगुर। अरे माय गॉड, इसको बंद करो, लाग्ला फेरि मलाई कपिराइट। जुस तपाईले कहाँ के भ्यू देखाउनु पर्छ? भ्यू उता त सबभन्दा ठुलो भ्यू त यता हेर्नु, भ्यूलाई सबभन्दा ठुलो रङ्गी चङ्गी। पहिला पुरोटा खाऊ न। अनि त्यसपछि यहाँ यहाँ छ काँक्रा, यहाँ छ चटनी, रोटी, सलाद, सुकाउनी। मोजा खोल्न पर्यो सबभन्दा पहिला। कहाँ रख चप्पल? ला चप्पल 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 सब कुरो यहाँ छ, सब सामान छ। परौठा, आलु परौठा लिएर हामीले चटनी साट्नी।
हामीले पहिला आलु परोठा चटनी चुकाउने खान सुरु गर्यौं। के हुन्छ यहाँ पकाएको पनि खानु। त्यहाँबाट चाहिँ हामीले काय गर्न सक्छौँ। यहाँ तलबाट छोपिरहेछन्। यहाँ चाहिँ हाम्रो कर्ती छोरी बिपर पनि बजिरहेछ। त्यहाँ काय गर्ने छ क्या अहिले त्यहाँ गएर गर्ने हो। ठिकै छ, मलाई यही मन परेछ। आनन्द सेपरेट छ मेरो स्पोर्ट्स गाडी, मैले त्यहाँ पार्क गरेको छु। उता जाने हो। म चाहिँ यहाँ छु। ओहो, कामै त्यही हो मेरो। अब चाहिँ फ्रुट सेक्सन चल्छ क्या, फ्रुट र जुस सेक्सन चल्छ क्या। यहाँ बसेर चुकाउने ढाक्दिनु अनि यो हेर्नेहरू यहाँ बसेर चुकाउने ढाक्नु न रहर। यो प्लेट चाहिँ सबै हटाऊ। अरे केही नगर्नु, हम केही नगर्नु। पानी खानु, जुस खानु न। पानी छोडिदिनु अब। जुस हालौ त। एउटा त दिनु न मलाई। अर्को ठुलो वाला दुईटा मेरो त सेतो वाला थियो नि, म त्यो हाल्न खोजेँ। म त यो अस्ति यो कसरी बीचमा गयो यार त्यो केटी यार। यत्रो रड चाहिँ लाग्नु कसरी पुरा गर्छस् नि? सब हुन्छ क्या। म त सब पुरा, मैले त पुरै गरेरै छाड्छु म त। लाग्छ मैले एउटा प्लेन पनि किन्छस् क्या आफ्नो लागि। यति रड गर्छस्। प्लेन किन्ने छैन, प्लेन अब चलाउनु छ क्या मलाई। यहाँ पाइन्छ चलाउन। सबै रहर त्यो गन चलाउने रहर थियो, पुरा गरे। यताउति गर्ने रहर पुरा गर्छ। म 6 दिन काम गरेर त्यही भएर त रहर पुरा गरिरहेको छु। कहाँ छ सर त? अस्ट्रेलिया। म अस्ट्रेलिया छु म। हालत खराब हुन्थ्यो त तपाईँ। नेपाल गएर पनि कति हाँसे थियो त, आएपछि हाँसै बन्द भयो मेरो त। है सुतेर देखेन यो ठाउँ हैन, पुरै बोकियो नि त मुखभरि। ओ त टिस्यु देऊ त, चेपचिप हुन्छ। छिटो हिरो यता बस्छ र बस्यो नि। अब माखा आउँछ। जुस खाएर झन् चिसो भयो। चिया ल्याउन पर्ने रहेछ। ओ यार, कफी पाइन्छ नि यहाँ? कफी नानीको घरको चिया कस्तो मिठो हुन्थ्यो बेलामा। यो कफी सफी भन्दा त तँलाई त के मतलब भयो त? खाना पाए भइहाल्यो तँलाई जेमा भएको। 10 बजे उठेछ, एउटा हेल्प गर्न छैन, बेबी यो ल्याउ न। यो गरेछ त्यो गरेछ भन्न मात्रै ठिक छ है। पनि कम त लाग्छ त, लुटिहाल्छु नि। 10 बजे उठेछ। बेबी के पाक्यो? बेबी के भयो है? अनि अत्ताउन बाँकी छ। छोरी सुन के भने यो हड्दाखेरि उताको देशीका गीतमा ताल दिनु। ए भएन हाम्रो यो। ए सुन कस्तो चिसो लाग्यो बेबी, ज्याकेट ल्याउ त। पर्ते पर्ते त्यस्तो भुइँको टेकेको टोकेकोलाई फालिदिइसक्यो क्या ठाउँमा। भरे चप्पल खै मेरो, चप्पल लिएर त घरबाट चप्पल लिएर आउने। यो चप्पल लगाऊ, छिटो यो चप्पल लगाऊ के।
यहाँ छ त टोक माइक टेकिन त्यस्तो होइन कसरी हो अन गर्ने टाइमर ए यो यसको लागि त तँ नै भयो छैन नि त भन भएन अब हाम्रो पिकनिक सकियो अब हामी जानेको तयारी साँझ परिसक्यो लगभग 5-6 बजिसक्यो सो एकदमै रमाइलो लाग्यो यो ठाउँ सो यही सानोतिनो भिडियो आउँछ साथीहरू र